Hello guys, welcome back to my channel. This is my new video. First of all, don't forget to subscribe my channel. Hey guys, आज चाहिँ म हाम्रो होटलको क्याटेगोरी रुमहरु देखाउन चाहन्छु के कस्तो लाग्छ है। गाइस यो चाहिँ हाम्रो लोकेसन हो। यो चाहिँ यो गोमाथि बजार जाने है, अन्त यो पाजिस्टम जाने, अन्त यो चाहिँ ओरालो सिचे एमएमओ सेल्युट जाने बाटो है। अनि यो चाहिँ हाम्रो मेन होटल दशै कम्युटेड गान्तोक चाहिँ हाम्रो होटल। यस्तो छ लोकेसन, राम्रो छ लोकेसन चाहिँ। हजुर आउनु सक्नुहुन्छ है, बुक गर्नु सक्नुहुन्छ। यसको म बुक रुमको ट्यारिफहरू पनि देखाइदिन्छु, हेर्नुहोस् होला। हाम्रो आन्टी बिचारा, हाम्रो आन्टी गाडी नपाएर पर्खिरहनु भएको रहेछ, यहाँ बसिरहनु भएको रहेछ। हाम्रो चाहिँ यो चाहिँ न्यू विङ हो। यो परको चाहिँ यो सानो जुन चाहिँ देख्दैछ यो चाहिँ ओल्ड विङ हो। हुनु चाहिँ तर एट्याच दुईटै बिल्डिङ एकैचोटि छ है। अन्त अब हामी चाहिँ भित्रको सेटिङहरू के कस्तो छ सबै दिएको छ, रुमहरू पनि देखाइदिन्छु है तपाईँहरूलाई। रिसेप्सन पऱ्यो तपाईँहरू। अन्त रेस्टुरेन्ट चाहिँ यस्तो छ, रेस्टुरेन्ट हो हाम्रो है। अहिले यहाँ सिक्किम रिडको रेस्टुरेन्टमा आइसकेको छु र यहाँनिर चाहिँ रेस्टुरेन्ट म्यानेजर हुनुहुँदो रहेछ र उहाँलाई चाहिँ म सोध्नु पऱ्यो के खानाहरू के पाउँछ, के छ कसो छ। हाई, कस्तो हुनुहुन्छ, ठिक हुनुहुन्छ? तपाईँले एक दुई शब्द राखिदिनुहोस् न, यहाँनिर रेस्टुरेन्टमा चाहिँ खानाहरू के पाइन्छ र कस्तो पाइन्छ है। अलिकति अब कस्टमरहरूलाई लोकेसनहरू भनिदिनुहोस् रेस्टुरेन्टको लागि होइन। त्यही सानो एउटा तपाईँलाई के भन्नु, अब खाना सबै एभाइलेबलै छ। तपाईँको तन्दुरी भन्नु चाइनिज इन्डियन सबै एभाइलेबल छ। एटलिस्ट अब त्योसँग तपाईँ केही लिनुहुन्छ भने ड्रिङ्क वगेरा सब ड्रिङ्कहरू सबै तपाईँको एभाइलेबल छ है। अब सबै पाउँछ भनौँ न, जति तपाईँकै सबै एभाइलेबलै छ। अब आइटम त भन्नु सक्दिनँ म सबै त, इन्डियन चाइनिज त्यो त सबै छ। ए हजुर, सबै मिल्छ। ए हजुर, तपाईँले अर्डर दिनु सक्नुहुन्छ। र यदि तपाईँहरूले यहाँ आएर दिनुहुन्न भने अनलाइन पनि हुन्छ, हाम्रो अनलाइन पनि गर्नु सक्नुहुन्छ। जब स्विगी जोमेटो अनलाइनमा पनि हुन्छ। यो चाहिँ हाम्रो बारको मेन्यू है, र हाम्रो यो बारको देखिसक्यो है तपाईँलाई। अब हामी रुमको पनि देखाउँछु, रुमको पनि तपाईँलाई देखाउँदैछु है मैले। र यो चाहिँ हाम्रो रुम देखाउन गइरहेको छु तपाईँलाई है। यो चाहिँ हाम्रो रुम भयो है। यो चाहिँ दिउँसो स्विट रुम भन्छ यसलाई, यस्तो छ है। यो चाहिँ हाम्रो कभर्डिङ चाहिँ तपाईँहरू सामान जे पनि राख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो एक्स्ट्रा स्विट रुममा एक्स्ट्रा रुम पनि हुन्छ नि त। यो चाहिँ हाम्रो एक्स्ट्रा रुम छ। यहाँ चाहिँ तपाईँले एक्स्ट्रा बेड बनाउनु सक्नुहुन्छ। यहाँ चाहिँ यो जुन चाहिँ यो छ यसमा एक्स्ट्रा बेड पनि बनिन्छ तपाईँहरू तानेर है। सोफा कम बेड भन्छ नि त्यसलाई, तानेर एक्स्ट्रा बेड पनि हुन्छ। अन्त यहाँबाट चाहिँ भ्यू चाहिँ तपाईँहरू देख्नुहुन्छ राम्रो। यो चाहिँ हाम्रो गान्तोकको भ्यू चाहिँ तपाईँहरूले देख्नुहुन्छ। 300 नम्बर चाहिँ यस्तो छ, सेमै हो नि त। होइन गाइस, होटल पनि मन पर्यो भने है बुक गर्नु सक्नुहुन्छ। अनि यहाँनिर सबै एभाइलेबल छ है, त्यस्तो उयो केही छैन। अनि तपाईँहरू अब खानासाना मगाउनुहुन्छ भने रुममा पनि एभाइलेबल हुन्छ, डाइनिङमा पनि एभाइलेबल हुन्छ है। तपाईँहरू आउनु सक्नुहुन्छ र बुक गरेर आउनुहोस् है। नेटमा ट्रिपिया जेबाट पनि गर्नु सक्नुहुन्छ अनलाइन।
अनि सिधै डाइरेक्ट पनि हुन्छ, तर डाइरेक्ट पनि गर्न सक्नुहुन्छ नि, तपाईँहरूको इच्छा हो चाहिँ जसै गरे पनि है। आउनुहोस् एकपल्ट भिजिट गर्नुहोस्, के कस्तो लाग्छ हजुरहरूलाई मन परेमा है, लाइक कमेन्ट सेयर भिजिट गरिदिनुहोस् जब म आशा गर्दैछु है। सबैलाई थ्याङ्क यू।